यो भिडियो शेयर गरेर झापा 5 को सुकुम्बासी बस्तीमा पुर्याइदिनु होला। काठमाडौँ महानगरको चुनाव अगाडि भोट माग्न सुकुम्बासी बस्तीमा बालेन जाँदाको यो भिडियो सुरुमा हेर्नुहोस्। चुनाव जित्नु अघि सुकुम्बासी बस्तीमा बालेनको थियो आश्वासन। काठमाडौँ महानगरको मेयरमा निर्वाचित हुनु अघि चुनावका बेला भोट माग्न बालेन शाह सुकुम्बासी बस्तीमा पुगेका थिए। सुकुम्बासी बस्तीमा पुगेर उनले कसैको घर तोडफोड नगर्ने, बस्ती हटाउन उपयुक्त नहुने भन्दै भोट मागेका थिए। उनले कसैको बस्ती हटाएर विकास नहुने तर्क समेत गरेका थिए। यो सुन्नुहोस्। अहिले पनि कुनै बस्ती भनौँ होइन, त्यो विकास गर्दाखेरि त्यो बस्ती हटाउनु अथवा त्यो बस्तीबाट बाटो निकाल्नु ठुलो पार्नु नै त्यो विकास मान्नु। विकास भनेको त मान्छे व्यवस्थित भएर बस्नु पर्यो, मान्छे खुसी हुनु पर्यो। कुनै पनि विकास गर्दाखेरि त्यहाँनिरको नगरवासी खुसी छैनन् भने त्यसलाई म विकास चाहिँ मान्छु होइन। त्यो भनेको अब जस्तै अरू ठाउँ पनि त घरै भत्काइदिन्छन् होइन। अब यो बस्ती नै उठाइदिन्छ, यो कुराहरू चाहिँ गलत हो। मान्छे व्यवस्थित रूपमा बस्न पाउनु पर्यो, किनभने कुनै पनि एउटा जात एउटा समुदायको होइन काठमाडौँ भनेको पुरै नेपाल भनेको सबै समुदाय त्यो चिजको लागि रूपमा नियम कानुन सम्मत रूपमा जानुपर्छ, नियम कानुन विरुद्ध पनि जानु हुँदैन। तर चुनावका बेला भोट माग्न सुकुम्बासीलाई यही आश्वासन बाँडेका बालेन र मेयर निर्वाचित भएपछि सुकुम्बासीको घर नै भत्काउन डोजर सहित नगर प्रहरी खटाएका बालेन बीच तारतम्य मिलेको देखिँदैन। भोट माग्दा आश्वासन मात्रै बाँड्ने तर चुनाव जितेपछि मतलब नै नगर्ने नेता र बालेन बीच भिन्नता नदेखिएको। बालेनले फालेको यो बल्छीमा काठमाडौँ महानगरका सुकुम्बासीहरू सजिलै परे र उसलाई भोट हाले। जब बालेनले चुनाव जित्यो त्यसपछि बल्ल देखियो बालेनको असली अनुहार। चुनाव जितेपछि सुकुम्बासी बस्तीमा बालेन र उसका प्रहरीहरूको अत्याचारले सीमा नै नाग्यो। महिला र वृद्ध सुकुम्बासीहरूलाई समेत बालेनका प्रहरीले अमानवीय तरिकाले लछार पछार र दुर्व्यवहार गर्न थाले। त्यही बालेन जो हिजो सुकुम्बासीहरूसँग हात जोड्दै आएको थियो, चुनाव जितेपछि उसले बस्तीमा आफ्ना प्रहरीहरूलाई पठायो। बालेनको कुरामा फसेर उसलाई भोट हालेर जिताउने सुकुम्बासीहरूले बालेनका प्रहरीसँग हात जोडेर याचना गरे। जतिसुकै रुँदा चिच्याउँदा पनि बालेनका प्रहरीहरूले सुकुम्बासीहरूको बास उठाएरै छोडे, उनीहरूको घर भत्काएरै छोडे। बालेनले मेयरबाट राजीनामा दिएपछि काठमाडौँका सुकुम्बासीहरूले अहिले बल्ल मुक्तिको सास फेरिरहेका छन्। तर बालेनको आँखा झापाका सुकुम्बासीहरूतर्फ परेको छ। काठमाडौँका सुकुम्बासीहरूलाई दोहोर्याएर झुक्याउन सकिँदैन भन्ने बुझेर बालेन झापा 5 मा आएको छ। यहाँका सुकुम्बासी बस्तीहरूमा आएर बालेन फेरि त्यही भाषा बोलिरहेको छ जुन उसले केही वर्ष अगाडि काठमाडौँका सुकुम्बासीहरूसँग बोलेको थियो। गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नु पर्यो भनेको, तर त्यसको गलत न्यारेटिभ चाहिँ रोजा जस्तो देखियो। खास चाहिँ मान्छेको ज्यान जोगाउनलाई हो खोला छेउबाट हटाउनु खोजेको। खोला छेउ मान्छेले गल्तीबाट सिक्ने हो। काठमाडौँका सुकुम्बासीहरूले एकपटक गल्ती गरेर सिके। झापाका सुकुम्बासी, फुटपाथ व्यापारी र गरिबहरूका लागि अवसर छ काठमाडौँमा गरेको गल्तीबाट सिक्ने। बालेन र राजसपाको कुरामा फस्नु अगाडि कम्तीमा हामीले बुझ्नुपर्छ कि राजनीति वर्गीय हुन्छ, हाम्रो समाज पनि वर्गीय हुन्छ, बुझाइ या प्रतिनिधित्व पनि वर्गीय हुन्छ। बालेन र रविहरूको समानुपातिक लिस्टमा किन सुकिला मुकिला र व्यापारी घरानाका मान्छेहरू मात्र छन्? किन बालेन मेयर भएको बेला गरिबहरूको भागाभाग हुन्छ? बालेनले कहिले महसुस गरेको छैन गरिबी कस्तो हुन्छ भनेर। उसले फुटपाथमा मकै पोलिरहेकी आमालाई बाटोबाट लखेड्छ र भन्छ मकै पोल्ने हो भने सटर भाडामा लिएर पोल्नु। उसले बुझ्दैन सटरका लागि तिर्न पर्ने महिनाको 15,000 भएको भए उनीहरूले मकै नै पोल्नु पर्ने थिएन। उसले बुझ्दैन सबैले उसले जस्तो 8 करोडको गाडी सहयोग पाउँदैनन्। उसले एक साँझमा रक्सी खाने भन्दा कम पैसाले 23 सुकुम्बासी बस्तीका धेरै परिवारको 1 महिना चल्छ।